मैले उही बेला भनेको थिएँ तपाईहरु यो सरकार र प्रधानमन्त्री परिवर्तन यो कुनै संविधान संशोधन र जनताको लागि गरिरहनु भएको छैन। तपाईहरु अपराधबाट बच्नको लागि सत्तामा गएर हालिमुहाली गर्नको लागि गरिरहनु भएको छ। तपाईहरुको कुनै संविधान संशोधनको प्रस्ताव छैन भने उही बेला भनेको थिएँ। अहिले मैले भनेको कुराको पुष्टि भयो कि भएन? सरकार त संविधान संशोधनको लागि भन्नुभएको थियो। अब 2087 मा भन्नुभयो हजुर त्यो कुर्सीमा बस्नलाई तपाईलाई अनैतिक हो भन्ने लाग्दैन? सरकार बनाउँदाखेरि एकजना व्यवसायीको घरमा राति 12 बजे बसेर उनीहरूले सम्झौता गर्यो भने म यहीँबाट चुनौतीका साथ भन्छु, दुईजना नेताले गरेको सम्झौता हस्ताक्षर गरेको खै त्यो किन बाहिर ल्याइदैन? किन ल्याइदैन भने त्यहाँ लेखेको अर्कै छ, बाहिर भन्ने अर्कै छ। न त किन नल्याएको? हस्ताक्षर गरेको अनुसन्धानकर्तालाई म पनि अनुसन्धानकर्ता हुँ, त्यो चाहियो, किन ल्याउँदैनन्? अनि हुँदा त्यति बेला सरकार बन्ने बेलामा हल्ला भयो चारैतिर, ठुला भ्रष्टाचार काण्डहरूबाट बच्नको लागि गरिएको साँठगाँठ थियो भन्ने हल्ला भयो। अनि त्यो बेला उनीहरूले ठुल्ठुलो स्वरले कराए कहाँ हो र हामी त संविधान संशोधन गर्न आएको, तर उनीहरूले कुनै पनि प्रस्ताव ल्याएन। आज प्रधानमन्त्री स्वयं केपी ओलीजी के भन्दै हुनुहुन्छ? अब संविधान संशोधन अहिले होइन, विक्रम सम्वत 2087 मा ठुला कुरा गर्ने, तर एउटा कुनै देशसँग नेपालको हितको कुरा गर्नु पर्यो भने टेबुलमा थर काम्ने, विदेशको भ्रमण गर्नु पर्यो भने यहीँबाट आधा निहुरेर त्यहाँ पुग्ने, त्यहाँका प्रधानमन्त्री राष्ट्रपतिसँग कुरा गर्नुभन्दा अगाडि त्यहाँका कुनै कर्मचारीसँग कुरा गरेर कसो कुरा गर्दा तिम्रा प्रधानमन्त्री राष्ट्रपति खुसी होलान् र पहिले साउती गर्ने। अनि यहाँका शासकहरू गफ गर्छन् हामी चन्द्रमामा, हामी माथि अन्तरिक्षमा रकेट बनाउँछौँ। बर्खा लाग्यो हिलो, सुक्खा लाग्यो धुलो, दुनियाँमा कहीँ पनि हुँदैन। अनि यहाँका शासकहरू गफ गर्छन् म काठमाडौँमा मेट्रो रेल चलाउँछु, पोखराबाट मुस्ताङ जाने विद्युतीय रेल चलाउँछु, पानी जहाज चलाउँछु। मैले त्यस्तो भन्नेहरूलाई भनेको छु तिम्रो पानी जहाज अन्तरिक्षमा अन्तरिक्ष यान त्यो विद्युतीय रेल मुस्ताङ जाने पछि गरौँला। मुङलिङबाट काठमाडौँ जाने बाटो संसारको अगाडि लज्जास्पद स्थितिमा छ। तिमी त्यो सुधार गरेर देखाऊ। आजका शासकहरूले के बनाएका छन् भने घुस दिने र लिने यो देशका महान मित्र हुन्। ठुला पदमा बस्ने मान्छेहरूलाई रुगा लाग्यो भने राज्यको 4 करोड 5 करोड गरिब जनताहरू सिटामोल नपाएर गाउँघरमा मर्नुपर्ने। आज विद्यालयका नामहरू हेर्नुहोस्, क्याम्ब्रिज, अक्सफोर्ड, व्हाइट हाउस, ग्रिनल्यान्ड, यो के हुँदैछ यो देशमा? हाम्रा हिमाल चुचुराहरू सबै भत्किसके, हाम्रा सुन्दर हिमाल ताल तलैयाहरू सबै सुकिसके, हाम्रा नदी नालाहरू के खत्तम भइसके। जो ठुल्ठुला कुरा गरेर नेपाली जनतालाई भ्रमको खेती गरिरहेछन् उनीहरू त्यो सम्पूर्ण रूपमा नेपालीत्व भन्ने कहीँ पनि झल्कन नसक्ने गरिकन समाप्त गर्ने योजनाबद्ध रूपको षड्यन्त्रमा लागेका छन्। 1 करोडले देश छोडिसक्यो भनेको छ, 1/3 जग्गा बाजु छ। सरकारी तथ्याङ्क अनुसार 75 लाख घर बनाएको छ, 5 लाख घरमा मान्छे छैन। गाउँघरमा बुढाबुढीलाई हेरसेयर गर्ने मान्छे छैन। मान्छे मार्यो भने त्यसको शव उठाउने मान्छे छैन। अनि त्यसलाई गर्न खोजेको के? उल्टो यो सरकारले निर्णय गर्छ अब सबै विदेश जाऊ, तिमीलाई म बिना धरोटी ऋण दिन्छु। पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ। कसरी किल्ला काँगडा र टिस्टाहरूमा हाम्रा बन्दुक रसद पानी हाम्रा पुर्खाले कसरी पुर्याए होलान्? आज हामी पढे लेखेका ठुला कुरा गर्ने, तर एउटा कुनै देशसँग नेपालको हितको कुरा गर्नु पर्यो भने टेबुलमा थर काम्ने, विदेशको भ्रमण गर्नु पर्यो भने यहीँबाट आधा निहुरेर त्यहाँ पुग्ने, त्यहाँका प्रधानमन्त्री राष्ट्रपतिसँग कुरा गर्नुभन्दा अगाडि त्यहाँका कुनै कर्मचारीसँग कुरा गरेर कसो कुरा गर्दा तिम्रा प्रधानमन्त्री राष्ट्रपति खुसी होलान् र पहिले साउती गर्ने। यस्ता लम्पसार पर्नेहरू, राष्ट्रको स्वाभिमानलाई झुकाउनेहरूबाट आजका युवाहरू तपाईँ हामीले पाइला चालेर अगाडि बढाएनौँ भने न हामी पृथ्वीनारायण शाहको जसले दिव्य उपदेश मार्फत यो नेपालको स्वतन्त्रता स्वाधीनतालाई आर्थिक सांस्कृतिक राजनीतिक र सुरक्षाको दृष्टिकोणले अक्षुण्ण राख्ने हामीलाई एउटा दिव्य उपदेश दिनुभएको थियो, न हामी उहाँका ती दिव्य उपदेशको कदर गर्न सक्छौँ, न त उहाँले नेपालको एकीकरणको लागि जुन कटिबद्ध भएर अगाडि बढ्नुभयो त्यो एकीकृत नेपाललाई हामी जोगाउन सक्छौँ। हामी तराईका हुन सक्छौँ, पहाडका हुन सक्छौँ, पूर्वका पश्चिमका हुन सक्छौँ, कोही हामी तामाङ हुन सक्छौँ, कोही गुरुङ हुन सक्छौँ, कोही नेवार हुन सक्छौँ, कोही हामी बाहुन हुन सक्छौँ, छेत्री हुन सक्छौँ, हामी थारू हुन सक्छौँ,
जोसुकै भए तापनि सबभन्दा पहिले हामी नेपाली हौँ। नेपालको पहिचान मेटिएको देशभित्र कुनै जाति धर्म वर्गको पहिचान भेटिने कुरा असम्भव छ। मलाई संविधान सभाको बेलाको सम्झना हुन्छ। तपाईहरु हेर्नुस्, यो चन्द्र सूर्य अंकित ध्वजा हेर्नुस्। संविधान सभामा केही राजनीतिक दलका मानिसहरूले त्यति बेला, म दुईटै संविधान सभामा थिएँ, संविधानमा सौदा गर्दा पनि म सक्रिय थिएँ। त्यहाँ नेपालको झण्डा हटाउनुपर्छ भने उनीहरूले, नेपालको नाम परिवर्तन गर्नुपर्छ भने उनीहरूले, हामी त्यसको विरुद्ध लड्यौँ, जुध्यौँ। यो झण्डा तपाईहरुलाई म आज पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस मनाइरहँदा त्यो इतिहास तपाईहरुलाई जानकारी गराउन चाहन्छु। नेपालका वीर सपुतहरूले रगत बगाएर रातो भएको यो झण्डालाई उनीहरूले खतम पार्न खोजे। केवल 2टा मतले मात्र यो झण्डा बच्यो। अब हामी सोचौं, यो झण्डालाई समाप्त गर्न खोज्नेहरू, नेपालको नाम परिवर्तन गर्न खोज्नेहरू, नेपाली जनताको जीवन पद्धति र संस्कृतिलाई ध्वस्त गरेर नेपालको नरम शक्तिलाई खतम गर्नेहरूको हातमा सबै चिज भयो भने के साँच्चै हामी नेपाली भएर रहन पाउँला? म फेरि राष्ट्रकवि माधव घिमिरेलाई सम्झाउन चाहन्छु, चुलिन्छ कहाँ उचाइ हाम्रो हिमालय नरहे, चुलिन्छ कहाँ उचाइ हाम्रो हिमालय नरहे, रहौँला कहाँ नेपाली हामी नेपालै नरहे। त्यसकारण आजका युवाहरू, म विशेष गरी आज हाम्रो प्राध्यापक डाक्टर जगमान गुरुङ, उहाँ इतिहासविद हुनुहुन्छ, संस्कृतिविद हुनुहुन्छ, उहाँ यो उमेरमा पनि आह्वान गरिरहनु भएको छ, ए नेपालका देशभक्तहरू, यो राष्ट्रलाई जोगाउनको लागि एक भएर अगाडि बढ। हामीहरू भनिरहेछौँ, तर मलाई कहिलेकाहीँ हेर्नुहोस् अलिकति विस्मय पनि लाग्छ, युवाहरू किन यति साह्रो चुप लागेको, किन अगाडि नबढेको? म त आफ्नो युवावस्थामा यद्यपि त्यति बेला राजनीतिक दलहरू प्रतिबन्धित थिए, विद्यार्थी सङ्गठन समेत प्रतिबन्धित थियो, तर यदि कुनै पराईले हाम्रो देशको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डतामा कुनै आँच आउने कुरा गर्यो भने त्यति बेलाका प्रहरी प्रशासनसँग कुनै वास्ता नगरेर रत्न पार्कमा प्ले कार्ड लिएर हामी निस्कन्थ्यौँ। तपाईहरु किन निस्किनुहुन्न? तपाईहरुलाई के को डर लागेको छ? आज यो नेपालको संविधानमा प्रत्येक व्यक्तिको लेख्ने, बोल्ने, सङ्गठित हुने अधिकार छैन र? त्यो अधिकारको प्रयोग आजको पुस्ताले किन गर्दैन? मलाई कहिलेकाहीँ होइन, यो साँच्चीकै यहाँका केही व्यक्तिहरूले सम्पूर्ण जनशक्तिलाई पलायन गरिदिएर यहाँका पढे लेखेका इन्जिनियर, डाक्टर, युवाहरू जो यो देशलाई आफ्नो पाखुराले बदल्न सक्छन्, आफ्नो ज्ञानबाट यो देशलाई बलियो बनाउन सक्छन्, ती सबै मानिसहरूलाई देशबाट रित्याएर गाउँघर बाँझा बनाइदिएर, घरहरू खाली गरिदिएर महिलाहरूलाई भारतका गल्लीमा मात्र होइन, मध्यपूर्व खाडीका मुलुकहरूमा, अफ्रिकाका देशहरूमा, दक्षिण अमेरिकाका देशहरूमा रात्रि क्लबमा नृत्य गर्नेदेखि लिएर उनीहरूका थाङ्ना धुनेमा परिणत गरिदिएर, अनि कुनै दिन कतै हाम्रो देशको स्वाधीनतालाई समाप्त गर्ने ठुलो षड्यन्त्र त भइरहेको छैन? मलाई त त्यस्तो लाग्छ। एकातिर आज हाम्रो हेर्नुहोस्, हाम्रा निर्माण क्षेत्रमा जानुहोस्, जिल्लाहरूमा जानुहोस्, म त जिल्लातिर जान्छु, हेरिरहन्छु, हाम्रो बाटोलाई कालोपत्री गर्ने आज नेपाली जनशक्ति त्यहाँ छैन। हाम्रो गाउँघरमा म जुन बेला जन्मेको थिएँ, अब हुर्केको थिएँ, पढेको थिएँ गाउँमा, त्यो बेला हामी एउटा मान्छेले अर्काको कपाल, एकजनाले अर्काको केस काट्थ्यौँ हामी। आज गाउँ बस्ती एकदम दूरदराजमा जानुहोस्, नेपालीले नेपालीको केस काट्दैन। सेवाको क्षेत्रमा हेर्नुहोस्, यहीँ काठमाडौँमा ट्याक्सी चालकहरूको हालत हेर्नुहोस्, नेपालीका सारा तथ्याङ्कहरू विदेशी कम्पनीले चलाएको हातमा पुर्याएर हाम्रो धन बाहिर गइराखेको छ। 2 वर्षको अवधिमा 5 लाखभन्दा बढी नेपालीहरू विदेशमा पढ्न गए। 15-20 लाखको मात्रै कुरा गर्ने हो भने पनि खरबौँ रुपियाँ हाम्रो बाहिर गइरहेछ। आज विदेशबाट विप्रेषणको नाममा हाम्रा दाजुभाइ दिदीबहिनीहरूले त्यहाँ पसिना बगाएको रकम यहाँ आएर शासन चलाएर अनि यहाँका शासकहरू गफ गर्छन्, हामी चन्द्रमामा, हामी माथि अन्तरिक्षमा रकेट बनाउँछौँ। तपाईँ हाम्रो चक्रपथ हेर्नुहोस्, संसारको, म धेरै देश गएको छु, संसारको कुनै पनि राजधानीभित्र, राजधानीकोमा रहेको मुख्य चक्रपथ
बर्खा लाग्यो हिलै हिलो, सुक्खा लाग्यो धुलै धुलो, दुनियाँमा कहीँ पनि हुँदैन। अनि यहाँका शासकहरू गफ गर्छन् म काठमाडौँमा मेट्रो रेल चलाउँछु, पोखराबाट मुस्ताङ जाने विद्युतीय रेल चलाउँछु, पानी जहाज चलाउँछु। मैले त्यस्तो भन्नेहरूलाई भनेको छु तिम्रो पानी जहाज अन्तरिक्षमा अन्तरिक्ष यान त्यो विद्युतीय रेल मुस्ताङ जाने पछि गरौँला। मुङलिङबाट काठमाडौँ जाने बाटो संसारको अगाडि लज्जास्पद स्थितिमा छ। तिमी त्यो सुधार गरेर देखाऊ। म भनिरहेको छु, म अहिले पनि भन्छु। पृथ्वीनारायण शाहले भन्नुभयो, अघि भर्खरै हाम्रो नायिकाले भन्नुभयो, घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्। त्यो उखानलाई आजका शासकहरूले के बनाएका छन् भने घुस दिने र लिने यो देशका महान मित्र हुन्। म विद्यार्थी कालदेखि 17-18 वर्षको उमेरमा कारागार राजकाज मुद्दाको नेल हतकडी लगाएर आएको मान्छे हुँ। तर जुन दिन मैले त्यो नेल हतकडी लगाएको थिएँ मैले सोचेको थिएँ असमान सन्धि सौदाबाट मुक्त देश हुन्छ। अब राज्यमा बस्ने मान्छेले प्राकृतिक साधन स्रोतहरू विदेशीको हातमा बेच्ने छैन। प्रत्येक गरिब जनता पहाड तराई हिमाल उत्तर दक्षिण प्रत्येक ठाउँमा बस्ने नेपालीले म नेपाली हुँ भनेर स्वाभिमानका साथ हिँड्नेछ। सबैको लागि शिक्षा, सबैको लागि रोजगार, सबैको लागि स्वास्थ्य हुने भनेको मैले सोचेको थिएँ। आज के भयो? ठुला ठुला पदमा बस्ने मान्छेहरूलाई रुगा लाग्यो भने राज्यको 4 करोड 5 करोड गरिब जनताहरू सिटामोल नपाएर गाउँघरमा मर्नुपर्ने। नेपालीहरूले आज यहाँ इतिहास र संस्कृतिका त्रिभुवन विश्वविद्यालयका विभागहरू खाली हुँदैछन्। जुन देशमा इतिहासकार हुँदैनन्, जुन देशमा संस्कृतिविद हुँदैनन्, जुन देशमा राजनीतिक र कूटनीतिज्ञहरू जन्माउँदैन जहाँको शिक्षाले, त्यो देश बच्छ। आज विद्यालयका नामहरू हेर्नुहोस्, क्याम्ब्रिज, अक्सफोर्ड, व्हाइट हाउस, ग्रिनल्यान्ड, यो के हुँदैछ यो देशमा? हाम्रा हिमाल चुचुराहरू सबै भत्किसके, हाम्रा सुन्दर हिमाल ताल तलैयाहरू सबै सुकिसके, हाम्रा नदी नालाहरू के खत्तम भइसके। यस्तो किन हुँदैछ भने केही व्यक्तिहरू जो ठुल्ठुला कुरा गरेर नेपाली जनतालाई भ्रमको खेती गरिरहेछन् उनीहरू त्यो सम्पूर्ण रूपमा नेपालीत्व भन्ने कहीँ पनि झल्कन नसक्ने गरिकन समाप्त गर्ने योजनाबद्ध रूपको षड्यन्त्रमा लागेका छन्। यो कुरा हामीले बुझ्नु पर्यो। अहिले सरकार बनेको छ, उदाहरणको रूपमा हेर्नुहोस्, सरकार बनाउँदाखेरि एकजना व्यवसायीको घरमा राति 12 बजे बसेर उनीहरूले सम्झौता गर्यो भन्यो। म यहीँबाट चुनौतीका साथ भन्छु, 2 जना नेताले गरेको सम्झौता हस्ताक्षर गरेको खै त्यो किन बाहिर ल्याइँदैन? किन ल्याइँदैन भने त्यहाँ लेखेको अर्कै छ, बाहिर भन्ने अर्कै छ, न त किन नल्याएको? प्राध्यापक डाक्टर जगमान गुरुङलाई त हस्ताक्षर गरेको अनुसन्धानकर्तालाई, म पनि अनुसन्धानकर्ता हुँ, त्यो चाहियो, किन ल्याउँदैनन्? अनि हुँदाहुँदा त्यति बेला सरकार बन्ने बेलामा हल्ला भयो चारैतिर, ठुला ठुला भ्रष्टाचार काण्डहरूबाट बच्नको लागि गरिएको यो साँठगाँठ थियो भन्ने हल्ला भयो। अनि त्यो बेला उनीहरूले ठुल्ठुलो स्वरले कराए, कहाँ हो र, हामी त संविधान संशोधन गर्न आएको, तर उनीहरूले कुनै पनि प्रस्ताव ल्याएनन्। आज प्रधानमन्त्री स्वयं केपी ओलीजी के भन्दै हुनुहुन्छ? अब संविधान संशोधन अहिले होइन, विक्रम सम्वत 2087 मा। मैले उही बेला भनेको थिएँ तपाईहरू यो सरकार र प्रधानमन्त्री परिवर्तन यो कुनै संविधान संशोधन र जनताको लागि गरिरहनु भएको छैन, तपाईहरू अपराधबाट बच्नको लागि सत्तामा गएर हालिमुहाली गर्नको लागि गरिरहनु भएको छ, तपाईहरूको कुनै संविधान संशोधनको प्रस्ताव छैन भनेर उही बेला भनेको थिएँ। अहिले मैले भनेको कुराको पुष्टि भयो कि भएन? अब म यहाँ उपस्थित सबै आदरणीय दिदीबहिनी दाजुभाइहरू र तपाईँहरूका आफन्त र जोसँग तपाईँहरूको सम्पर्क छ उहाँहरूलाई यो सन्देश पुर्याइदिनुको लागि पनि म आह्वान गर्न चाहन्छु। सबैले प्रश्न गरौँ, सरकार त संविधान संशोधनको लागि भन्नुभएको थियो, अब 2087 मा भन्नुभयो, हजुर त्यो कुर्सीमा बस्नलाई तपाईँलाई अनैतिक हो भन्ने लाग्दैन? तपाईँहरू अनैतिक हो भन्नुहोस्। तपाईँहरू अब यो भन्ने आँट गरौँ। देशको लागि नबोल्यो भने मौनताले केही पनि परिणाम ल्याउँदैन, यो बुझौँ। भूपी शेरचनको कविता सम्झौँ, हुँदैन मिरमिर आकाशमा तारा झरेर नगए, बन्दैन देश 2-4 सपुत मरेर नगए भन्ने बुझौँ। मैले जुन बेला पञ्चायत शासनको विरोध गरेको थिएँ त्यति बेला मैले मृत्युसँग मलाई कुनै मतलब थिएन।
अनि आज त अधिकार पाएको छ, मर्नु पनि पर्दैन, कमसेकम सडकमा आवाज उठाए पनि पुग्छ। हाम्रो आवाजलाई के भएको छ? के हामी नेपालीहरू मौन तरिकाले आज जुन बाह्य हस्तक्षेप भइरहेको छ, देश जताततै यत्र तत्र सर्वत्र, चाहे विदेशी ऋण भन्नुहोस्, राष्ट्रिय सुरक्षा भन्नुहोस्, राष्ट्रिय अर्थतन्त्र भन्नुहोस्, राजनीति भन्नुहोस्, कूटनीति भन्नुहोस्, शिक्षा, स्वास्थ्य, संस्कृति, यत्र तत्र सर्वत्र एउटा नेपालीको गौरवको रक्षा र अभिव्यक्ति गर्ने दिशाभन्दा विपरीत दिशातिर गइरहेको छ। हाम्रो मौनताले के हाम्रो देशलाई जोगाउन सक्छ? अनि पृथ्वीनारायण शाहले जुन त्यो बेला जति बेला संसारमा साम्राज्यवादको बिगबिगी हुन लागेको थियो, त्यो बेला हामी जस्तो विश्वविद्यालयमा नपढेको, संसारमा गएर अर्काको भाषा अङ्ग्रेजी नसिकेको व्यक्तिले हेर्नुहोस् त, सोचौँ त हामी कति हाम्रो देशको एउटा विभूति, महान विभूतिले त्यो देशको रक्षा गरेर एकीकरण गर्नुभयो। आज हामी नेपालीहरू 1 करोडले देश छोडिसक्यो भनेको छ, 1/3 जग्गा बाँझो छ। सरकारी तथ्याङ्क अनुसार 75 लाख घर बनाएको छ, 5 लाख घरमा मान्छे छैन। गाउँघरमा बुढाबुढीलाई हेरसेयर गर्ने मान्छे छैन। मान्छे मार्यो भने त्यसको शव उठाउने मान्छे छैन। अनि त्यसलाई गर्न खोज्यो के? उल्टो यो सरकारले निर्णय गर्छ, अब सबै विदेश जाऊ, तिमीलाई म बिना धरोटी ऋण दिन्छु। हेर्नुहोस् त नेपालको। अनि यही सरकारका जनसङ्ख्याविदहरू भन्छन्, मैले केही दिन अगाडि रेडियो सुनेको थिएँ, होइन अब यस्तै हो भने हाम्रो देशमा 5 वर्षपछि नर्स छैनन्, 10 वर्षपछि हामी कहाँ विकास गर्ने कोही पनि जनशक्ति छैन। आफै देश रित्याउने निर्णय गर्ने, आफै त्यो कुकृत्य गर्ने, अनि आफै जनशक्ति छैन, कसलाई सुनाएको त? यस्तो गरेर देशको आजको प्रतिस्पर्धी विश्व, अन्तर्राष्ट्रिय जगत कति छिटो परिवर्तन हुँदैछ। कैयौँ ठाउँमा युद्धका गम्भीर प्रकृतिका गतिविधि हामी देखिरहेका छौँ।